नमस्ते सबैजनालाई, म दीपक सर। आजदेखि म तपाईहरुलाई क्लास 11 को फिजिक्स विषय पढाउन गइरहेको छु। आज पहिलो दिन भएर म तपाईहरुलाई सिलेबसको बारेमा संक्षिप्त जानकारी दिन गइरहेको छु। कक्षा 11 मा 5 वटा कन्टेन्ट एरियाहरु रहेका छन्। तिनीहरुलाई चाहिँ यसै सम्झन सकियो। ओइ मोडर्न मोही कान्सस यो चाहिँ सूत्र ओइ मोडर्न मोही कान्सस र यसको चाहिँ हामीले याद गर्नुपर्ने चाहिँ यसैबाट लेख्न सकियो। मोही ओइ मोडर्न 5 वटा कन्टेन्ट एरियामा यो मोबाट एम, ईबाट एच, ओबाट वेभ, ईबाट इलेक्ट्रिसिटी र एमबाट मोडर्न। अब यसलाई मिला लेख्न सकियो। एमबाट मेकानिक्स, एचबाट हिट एन्ड थर्मोडायनामिक्स, डब्लुबाट वेव एन्ड ऑप्टिक्स, ईबाट इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम र एमबाट मोडर्न फिजिक्स। यसरी 5 वटा कन्टेन्ट एरिया रहेका छन्। जसलाई यसरी याद गर्न सकियो। मोही ओइ मोडर्न अर्थात् ओइ मोडर्न मोही कान्सस, मोबाट एम फर मेकानिक्स, ईबाट एच फर हिट एन्ड थर्मोडायनामिक्स, ओबाट वेव एन्ड अप्टिक्स, ईबाट इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम र एमबाट अन्त्यमा मोडर्न फिजिक्स। यसरी 5 वटा कन्टेन्ट एरियाहरु रहेका छन्। 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बर र 5 नम्बर। यी 5 वटा कन्टेन्ट एरियाहरुलाई चाहिँ मार्क्स डिभाइड गरिएको छ। एउटा नम्बरहरु याद गर्नुपर्ने हुन्छ। त्यो नम्बरमा छ 26 15 9 16 9। त्यो नम्बर लेख्न गइरहेँ म। 26 15 9 16 9। 26 15 9 16 9। अब मार्क्समा मोही ओइ मोडर्न 26 15 9 16 9। टोटल गरेर कति हुन्छ? 75 मार्क्स। यसरी मेकानिक्सलाई 26 मार्क्स, हिट एन्ड थर्मोडायनामिक्सलाई 15 मार्क्स, वेव एन्ड अप्टिक्सलाई 9 मार्क्स, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमलाई 16 मार्क्स र मोडर्न फिजिक्सलाई गरेर 9 नम्बर राखिएको छ। अब यी 5 वटा कन्टेन्ट एरियालाई चाहिँ फेरि 26 वटा युनिटमा डिभाइड गरिएको छ। सुरुमा त त्योभन्दा अगाडि क्वेशन प्याटर्न चाहिँ कसरी छ हेरौँ है त। क्वेशन प्याटर्न 3 किसिमका क्वेशनहरु रहेका छन्। एउटा छ मल्टिपल चोइस क्वेशन, अर्को छ सर्ट क्वेशन
र अर्को छ लङ क्वेसन म पनि दिउँ 1 2 3 यसलाई पनि याद गर्ने सजिलो तरिका छ 1 बाट 11 इन्टु 1 गरे टोटल 11 मार्क्स त्यसपछि 2 नम्बर लेखौँ 3 नम्बरलाई 3 3 बाट यो 3 लाई मिलाएर हामी यसरी 8 मा सकियो 3 8 24 अब जम्मा टोटल 75 मा मार्क्स नपुगेको भनेको 40 11 मा 3 घटायो भने 8 8 इन्टु 5 40 यसरी हामीले क्वेसन प्याटर्नलाई पनि सम्झिन सक्छौं 3 किसिमका क्वेसन मल्टिपल चोइस क्वेसन सर्ट क्वेसन लङ क्वेसन गरेर 3 किसिमका क्वेसनहरु सोधिने गरेका छन् अब यी कन्टेन्ट एरियाहरुमा कुन युनिट्सहरु पर्दछन् तिनीहरुलाई कसरी याद गर्ने भन्ने तरिका पनि रहेका छन् एकचोटि त्यो हेरौँ है त सुरुमा छ मेकानिक्स यसमा नि एउटा सूत्र छ पीवी र केडी वर्ल्ड कप खेल्न ग्राउन्डमा इलास्टिक लिएर गए जुन क्यापिटल लेटर छ तिनीलाई चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ क्यापिटल लेटर मात्रै लेखौँ यहाँ अब पी भी के डी डब्लु सी जी ई यसरी मेकानिक्स भन्ने कन्टेन्ट एरियामा चाहिँ हाम्रो जम्मा 8 वटा 1 2 3 4 5 6 7 8 वटा कन्टेन्ट एरियाहरु रहेका छन् यी 8 वटा कन्टेन्ट एरियालाई पनि याद गर्नुपर्ने हुन्छ पी बाट फिजिकल क्वान्टिटीज भी बाट भेक्टर्स के बाट काइनेमेटिक्स र डी बाट डायनामिक्स डब्लु बाट वर्क इनर्जी एन्ड पावर सी बाट सर्कुलर मोसन जी बाट ग्रेभिटेसन र ई बाट इलास्टिसिटी यसरी हामीले यो सूत्र पीवी र केडी वर्ल्ड कप खेल्नलाई ग्राउन्डमा इलास्टिक लिएर गए भन्ने सूत्रबाट मेकानिक्स भन्ने कन्टेन्ट एरियामा यसरी 8 वटा युनिट्सहरु रहेका छन् फिजिकल क्वान्टिटीज भेक्टर्स काइनेमेटिक्स डायनामिक्स वर्क इनर्जी एन्ड पावर सर्कुलर मोसन ग्रेभिटेसन र इलास्टिसिटी त्यसै गरी अर्को छ मोहीको ईबाट हिट एन्ड थर्मोडायनामिक्स भन्ने कन्टेन्ट एरियामा हेर्नु त के छ हिट एन्ड थर्मोडायनामिक्स दोस्रो नम्बरमा छ हिट एन्ड थर्मोडायनामिक्स यसको पनि एउटा सूत्र छ यस टी ले क्यूआर गर्न आइडिया लिएर गयो अब यो क्यापिटल लेटर पनि लेखौँ यस टी क्यू आर आई जम्मा यसमा 5 वटा युनिटहरु रहेका छन् यसबाट हिट एन्ड टेम्परेचर
heat and temperature. हिट एन्ड थर्मोडाइनामिक्स भन्ने हाम्रो कन्टेन्ट एरिया छ। यसमा चाहिँ यसबाट के आयो, हिट एन्ड टेम्परेचर। टीबाट थर्मल एक्सपान्सन, क्यूबाट क्वान्टिटी अफ हिट इनर्जी, क्यूबाट क्वान्टिटी अफ हिट इनर्जी, आरबाट रेट अफ हिट फ्लो, आरबाट रेट अफ हिट फ्लो र आईबाट आइडियल ग्यास। यसरी हिट एन्ड थर्मोडाइनामिक्स भन्ने दोस्रो कन्टेन्ट एरियाबाट हामीसँग 5वटा युनिटहरू रहेका छन् स्टडी गर्नुपर्ने, पढ्नुपर्ने। यसबाट हिट एन्ड टेम्परेचर, टीबाट थर्मल एक्सपान्सन, क्यूबाट क्वान्टिटी अफ हिट इनर्जी, आरबाट रेट अफ हिट फ्लो र आईबाट आइडियल ग्यास। त्यसपछि अब हाम्रो तेस्रो मोही ओ, ओबाट वेभ एन्ड अप्टिक्स। हेर्नु त, वेभ एन्ड अप्टिक्सबाट के छ भन्दा एउटा पुलिसमा सूत्रै छ। हेरौँ के सूत्र रहेछ त्यो। मोही ओईको वेभ एन्ड अप्टिक्सबाट आरआरआर कम्पनीको एलडी, आरआर कम्पनीको एलडी लाइट। हेरौँ त, अब यो क्यापिटल लेटरले पनि लेखौँ है त, आरआरआरएलडी। यो पनि काउन्ट गर्यो भने 5वटा मात्रै छ। हेरौँ, आरबाट रिफ्लेक्सन एट कर्व मिरर्स, आरबाट रिफ्लेक्सन एट कर्व मिरर्स, रिफ्लेक्सन एट कर्व मिरर्स। अदर इज रिफ्र्याक्सन, दुईटा रिफ्र्याक्सनको छ है, रिफ्र्याक्सन एट प्लेन सर्फेस भन्ने छ। अर्को आरबाट छ रिफ्र्याक्सन थ्रु प्रिज्म अथवा प्रिज्म, रिफ्र्याक्सन थ्रु प्रिज्म र यहाँबाट छ लेन्सेस, यहाँबाट छ लेन्सेस र डीबाट छ डिस्पर्सन। यसरी वेभ एन्ड अप्टिक्स भन्ने कन्टेन्ट एरियाबाट हामीसँग 5वटा युनिटहरू रहेका रहेछन्। सूत्र त्यही रहेछ, आरआरआर कम्पनीको एलडी लाइट, आरबाट रिफ्लेक्सन एट कर्व मिरर्स, अर्को आरबाट रिफ्र्याक्सन एट प्लेन सर्फेस, अर्को आरबाट रिफ्र्याक्सन थ्रु प्रिज्म, एलबाट लेन्सेस र डीबाट डिस्पर्सन। त्यसै गरी हाम्रो चौथो कन्टेन्ट एरिया जुन छ इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम, मोही ओई भनेको इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम भन्ने कन्टेन्ट एरियाबाट के छ त सूत्र हेरौँ। सूत्र छ हामीसँग के छ भन्दा ई कम्पनीको पीसी मा डीसी चार्ज गर्नुपर्छ। हेर्नु त, ई कम्पनीको पीसी मा डीसी, यो सी स्मल लेटर है, अब लेखौँ ल क्यापिटल लेटर मात्रै, ई पी सी
सी र डी। ईबाट इलेक्ट्रिक चार्ज, अर्को ईबाट के होला, इलेक्ट्रिक फिल्ड। ईबाट इलेक्ट्रिक चार्ज, अर्को ईबाट इलेक्ट्रिक फिल्ड, अर्को पीबाट पोटेन्शियल डिफरेन्स, अनि अर्को छ पोटेन्शियल इनर्जी। के पोटेन्शियल डिफरेन्स एन्ड पोटेन्शियल इनर्जी। सीबाट छ हाम्रो क्यापासिटर र डीबाट छ डीसी सर्किट। यसरी चौथो कन्टेन्ट एरिया इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम बाट 5 वटा हाम्रो युनिट्सहरु रहेका रहेछन्। सूत्र रहेछ ई कम्पनीको पीसीमा डीसी चार्ज गर्नुपर्छ। ई भनेको इलेक्ट्रिसिटी चार्ज, अर्को ई भनेको इलेक्ट्रिक फिल्ड, पी भनेको पोटेन्शियल डिफरेन्स, पोटेन्शियल एनर्जी, सी भनेको क्यापेसिटर र डी भनेको डीसी सर्किट। अब हाम्रो अन्तिम कन्टेन्ट छ त्यो भनेको चाहिँ के छ भन्दा मोडर्न फिजिक्स। यसको चाहिँ सूत्र, यसको पनि सूत्रै छ। सूत्र के रहेछ भन्दा यसको सूत्र यहाँ हेर्यो भने हेर्नु है, एन आर एस, यो दुईटा एन र आर ले लेखेको, बिचमा एस लेखेको है, सूत्रै यही छ एनएसआर। भनेपछि कतिवटा भयो युनिट भन्दा 3 वटा युनिट भयो हाम्रो 3 वटा एन एस आर। एन बाट के होला, न्यूक्लियर फिजिक्स, एस बाट के होला, सोलिड्स र आर बाट recent trend in physics, यसरी 5 वटा कन्टेन्ट एरियामा जम्मा कतिवटा भयो त, सुरुमा 8 वटा, त्यसपछि 5 वटा, अनि पनि 5 वटा, फेरि पनि 5 वटा, अनि 3 वटा गरेर 8 5 13, 13 5 18, 18 5 23, 23 3 26 वटा युनिट्सहरु हामीले 11 कक्षामा पढ्नुपर्ने रहेछ। यति नै हो। त्यसैले हामीले सुरुमा चाहिँ सिलेबसको बारेमा हामीलाई जानकारी हुनुपर्छ। सिलेबस जानकारी भइसकेपछि हामीले कस्ता कुराहरू पढ्नुपर्ने रहेछ भन्ने कुराहरू हामीलाई थाहा हुनुपर्ने रहेछ, अनि मात्र हामीले फर्दर स्टडी गर्न सहज हुन्छ हामीलाई। यसरी हामीले सिलेबसलाई सूत्रमा व्यक्त गर्न सक्यौं भने हामीले सजिलै याद गर्न सक्छौं। यसलाई म यो यसै युट्युब भिडियोको कमेन्टमा यसको मैले पीडीएफ फाइल राखिदिएको हुनेछु, त्यसबाट पनि तपाईहरुलाई सहयोग हुनेछ भन्दै आजलाई यति नै। भोलि फेरि अर्को भिडियोमा भेट होला नै। हस्, धन्यवाद।